Practicing repeat sentence के तपाईं repeat sentence practice गर्दै हुनुहुन्छ but still not getting good marks सबै वर्ड्सहरु सम्झिन गाह्रो हुन्छ यदि त्यस्तो हो भने you are probably trying to be perfect अनि that is the problem repeat sentence is not about perfect memory repeat sentence मा तपाईले सेन्टेन्सहरु याद गर्नुपर्ने हुन्छ but it is not about perfect memory it is a partial credit task है त that means you get points for every correct word sequence पुरै सेन्टेन्स भन्न सक्नु भएन जति वर्ड्स करेक्टली भन्न सक्नु भयो त्यसको पोइन्ट आउँछ त्यही भएर डोन्ट ट्राई टु से एभ्रीथिङ पर्फेक्टली है त से एज मच एज यु क्यान करेक्टली सबै कुरा पर्फेक्टली भन्न नखोज्नुस् जति सकिन्छ करेक्टली भन्न ट्राई गर्नुस् सेन्टेन्सहरु सुन्दाखेरि डु नट लिसन वर्ड बाइ वर्ड सुन्ने हैन त्यसलाई स्मल चंक्समा सुन्ने बानी गर्नुस् लिसन इन स्मल ग्रुप स्मल चंक्स स्टुडेन्ट्स वरी व्हेन दे हियर लङ सेन्टेन्सेस किनभने दे काउन्ट वर्ड्स But in that sentence, there might be only 3 or 4 chunks if you listen carefully. For example, एउटा sentence हेरौँ है त The lecture has been postponed until next week. अब यो sentence लाई सानो चंकहरुमा डिवाइड गरौँ. So there can be 3 different chunks in the sentence. First chunk, the lecture. Second chunk, has been postponed. And third chunk, until next week. यसरी सम्झिन खोज्नुभयो भने sentence सम्झिन सजिलो हुन्छ अनि sentence बुझ्नु पनि हुन्छ. एउटा अर्को एक्जाम्पल हेरौँ है त स्टुडेन्ट्स आर रिक्वायर्ड टु सबमिट द असाइनमेन्ट बाइ फ्राइडे अब यसलाई पनि चंकमा डिवाइड गरौँ फर्स्ट चंक स्टुडेन्ट्स आर रिक्वायर्ड टु सबमिट द असाइनमेन्ट बाइ फ्राइडे स्टुडेन्टले के गर्नुपर्छ त असाइनमेन्ट सबमिट गर्नुपर्छ कहिले फ्राइडे सम्म सो योर ब्रेन रिमेम्बर्स चंक्स बेटर देन सिंगल वर्ड्स तपाईको दिमागले एउटा वर्ड भन्दा पनि त्यो वर्डको चंक्सहरु चाहिँ राम्रोसँग सम्झिन सक्छ त्यही भएर अबदेखि सुन्दाखेरि वर्डमा ध्यान नदिएर त्यसको चंकलाई ध्यान दिनुस् अनि त्यो सेन्टेन्सले के भन्न खोजेको सेन्टेन्सलाई बुझ्न कोसिस गर्नुस् है त लेट मी गिभ यु अनदर सिम्पल ट्रिक सो सेन्टेन्स कसरी बन्छ सेन्टेन्स स्ट्रक्चरलाई बुझ्न ट्राई गरौँ है त सो अल सेन्टेन्सेस हैव एन एक्सन और लेट्स से अ वर्ब क्रिया भन्छौं नि हामी हैन सो क्रिया बुझ्ने बित्तिकै तपाईले त्यो क्रिया कसले गर्यो त त्यो काम कसले गर्यो भन्ने कुरा बुझ्नु पर्यो अनि त्यो कामले कसलाई इफेक्ट गर्दैछ त्यो बुझ्नु पर्यो अनि सेन्टेन्सको एन्डमा एक्स्ट्रा डिटेलहरु हुन सक्छ त्यो एक्स्ट्रा डिटेलहरुलाई सम्झिन खोज्ने कति सम्झिन सक्नुहुन्छ सो एउटा अर्को एक्जाम्पल हेरौँ है त स्टुडेन्ट्स आर रिक्वायर्ड टु सबमिट द असाइनमेन्ट बाइ फ्राइडे यसमा एक्सन वर्ड के हो त टु सबमिट गर्नु छ कसले सबमिट गर्ने स्टुडेन्टले के सबमिट गर्ने असाइनमेन्ट कहिले सबमिट गर्ने त बाइ फ्राइडे यसरी सम्झिन खोज्नुभयो भने it is better you can better remember the sentence अब यो सेन्टेन्सलाई रिपिट गर्दाखेरि कसरी रिपिट गर्ने त नर्मली स्टुडेन्टहरुमा के कन्फ्युजन छ भने जति छिटो बोल्न खोज्यो त्यति फ्लुएन्सी राम्रो हुन्छ भन्ने एउटा ब्याड कन्सेप्सन छ मिसकन्सेप्सन छ बट फास्ट स्पीकिङ इज नट फ्लुएन्सी भनेको के हो त त्यो सेन्टेन्सलाई तपाईले जति स्मूथली र जति क्लियरली बोल्न खोज्नुहुन्छ त्यो चाहिँ फ्लुएन्सी हो है त क्लियरली बोल्नुस् स्मूथली बोल्नुस् विदाउट स्टपिङ सेन्टेन्स बोल्दै हुनुहुन्छ बीचमा कुनै वर्ड्स बोल्न आएन इफ यु फर्गेट अ वर्ड इन बिट्विन keep going don't stop if you make a pronunciation mistake don't try to improve it तपाईले इम्प्रुभ गर्न खोज्नुभयो भने तपाईको बीचमा ग्याप देखिन्छ and that can hamper your point है त never stop जे पनि हुन्छ जति याद आउँछ स्टार्टिङ देखि एन्ड सम्म इन अर्डर है त्यो अर्डरलाई फलो गरेर स्टार्टिङ देखि एन्ड सम्म जे पनि सम्झिनु भएको छ त्यसलाई क्लियरली स्मूथली बोल्न खोज्ने छिट्टो बोल्न खोज्ने हैन है अनि बोल्दाखेरि जहिले पनि सेम अर्डर अघि हामीले कुरा गरेको थियौ नि सो नर्मली सेन्टेन्सको बीचमा भर्ब आउँछ त्यो भर्ब कसले गरेको भन्ने कुरो स्टार्टिङमा आउँछ अनि त्यसपछि एक्स्ट्रा डिटेलहरु पछाडी आउँछ सो त्यसलाई त्यही अर्डरमा बोल्न ट्राई गर्ने सो नर्मली भन्दाखेरि सिम्पल भाषामा भन्न खोज्दाखेरि सब्जेक्ट भर्ब अब्जेक्टको अर्डरमा सेन्टेन्सलाई भन्न ट्राई गर्नुस् एन्ड मेनी स्टुडेन्ट्स दे ट्राई टु प्रोनाउन्स पर्फेक्टली प्रोनाउन्स गर्न खोज्छन् त्यसले गर्दा पनि धेरै मिस्टेक्स हुन्छ सो प्रोनाउन्सिएसन पर्फेक्ट बनाउनु भन्दा पनि त्यो वर्डलाई क्लियरली प्रोनाउन्स गर्न ट्राई गर्नुस् यसरी प्रोनाउन्स गर्नुस् कि त्यो वर्ड तपाईले कुनै अर्को वर्ड प्रोनाउन्स गरेको जस्तो नसुनियोस् सो आज मैले भनेको कुराहरुलाई एक्चुअली फेरि रिभाइज गरौँ है त सो फर्स्ट अफ अल लिसन इन चंक वर्ड बाइ वर्ड हैन त्यसलाई चंकमा डिवाइड गरेर सुन्ने ट्राई गर्नुस् सेन्टेन्सको स्ट्रक्चरलाई बुझ्नुस् सब्जेक्ट भर्ब अब्जेक्ट स्ट्रक्चर रिमेम्बर द की पार्ट्स की वर्ड्सहरुलाई सम्झिनुस् धेरै छिट्टो बोल्न ट्राई नगर्नुस् स्मूथली बोल्नुस् एन्ड नेभर स्टप इन बिट्विन द सेन्टेन्स है सो हामीले डे 1 मा डिस्कस गरेको जस्तै रिपिट सेन्टेन्सलाई एभ्री डे प्र्याक्टिस गर्नुस् जति सकिन्छ धेरै ट्राई टु लिसन टु द सेन्टेन्सेस आफुलाई जति सक्दो धेरै इंग्लिश वर्ड्स इंग्लिश सेन्टेन्ससँग एक्सपोज गराउनुस् एन्ड यु विल सी द डिफरेन्स इन फ्यु डेज है त सो म जहिले पनि भन्दै गर्छु कन्सिस्टेन्सी इज द की बी कन्सिस्टेन्ट सो एट द एन्ड रिपिट सेन्टेन्स इज नट मेमोरी ओन्ली इट इज also about the sentence structure and how you deliver it
सेन्टेन्स स्ट्रक्चर बुझ्नुस् अनि त्यसलाई तपाईले कसरी डेलिभर गर्नुहुन्छ दैट इज मोर इम्पोर्टेन्ट इट इज बेटर टु से हाफ सेन्टेन्स क्लियरली देन फुल सेन्टेन्स ब्याडली पुरै सेन्टेन्स अड्की अड्की भन्नुभन्दा बरु हाफ सेन्टेन्स भन्नुस् स्मुथली भन्नुस् दैट विल गिभ यु मोर पोइन्ट्स है त सो प्र्याक्टिस डेली फोकस अन स्ट्रक्चर एन्ड स्टे काम आजको लागि यति नै वी विल मीट अगेन इन आवर नेक्स्ट भिडियो डे 4 भिडियो सब्सक्राइब माई च्यानल फलो माई पेजेस एन्ड सी यु अगेन थ्याङ्क यू